यहाँ बस्तीकोहरू मात्रै पाउँछ आज डल्लै हो सोमा आन्टी गुड मर्निङ आन्टीको दोकान यहाँ छ यो चाहिँ भेज म खाँदिनँ मेरो कन्डिसन चाहिँ हो दामी दामी फुल पाएको छ आज बुढो रहेछ नि नभए त म सेक्दिन्थेँ नि धक्का लाग्यो नि मलाई पनि थियो यसो अनुहारको बुढो रहेछ र मात्रै बाँच्यो नि So hi everyone, good morning, namaste and welcome back to my YouTube channel. It's me Dupsang Chamlong. After a long time फेरि आज भ्लग गर्दैछु अन्त अहिले चाहिँ म बेडमा छु आज छिटछिटो उठेको नि त किन भन्दाखेरिलाई चाहिँ आज चाहिँ हामी कालिम्पोङ जाँदैछ अन्त जस्ट उठ्यो अब म रेडीहरू हुन्छु 7 बजे चाहिँ यहाँबाट हिँड्नुपर्ने हुन्छ अन्त स्टेलाई चाहिँ मेकअप गर्दैछ होला हो म चाहिँ भर्खर उठेको ऊ चाहिँ अघि उठेको थिएँ नि त किनभने म त केही पनि गर्नु पर्दैन नि त मुख धुन्छु लो लाउँछु चलिदिइहाल्छु हो स्टेलाई चाहिँ अघि उठिसकेको थियो मेकअप गर्नुपर्छ नि त अब उनीहरूले त त्यसले गर्दाखेरिलाई चाहिँ म चाहिँ ढिलो उठ्दा पनि भइहाल्छ अब म फ्रेस हुन्छु भन्दा मुखै धुएको छैन अब मुख धुनु जान्दैछु हो त्यहाँदेखि चाहिँ तपाईँहरूलाई भेट्छु रेडी भएर हो बेडरुममा आउनु छ हेर्दै गर्नुहोस् होला अब कुखुरालाई चारो दिइहाल्छु हो त्यहाँदेखि चाहिँ हामी निस्किने किनभने आज घरमा कोही हुँदैन हो त्यसले गर्दाखेरि चाहिँ कुखुरालाई चाहिँ बिहानै चारो दिइ जानुपर्छ नि त म चाहिँ कुखुरालाई चारो लिएर आएको छु हो अब दिइहाल्छु यो पानी पनि छ अब यिनी यस्तो हल्ला गर्छ नि यहाँ चाहिँ यस्तो हल्ला गर्छ मेरो यहाँ कुखुरा छ ऐ अन्त यहाँनिर चाहिँ कुखुराको लागि स्पेसल छ लसुन र पानी यहाँ हालिनुपर्छ यति गरेपछि दिनभरिलाई ढुक्क हुन्छ फाइनली अहिले चाहिँ हामी घरदेखि निस्केको हो ढिलो भइसक्यो कामहरू गर्दा गर्दा हो अब चाहिँ हामी स्पिड गएको स्ट्यान्ड पुग्नुपर्ने हुन्छ नि त मिस यहाँ छ हेर्न सुबह सुबह का नजारा हामी दुईजना चाहिँ बजार पुग्नु लाग्यो बजारबाट चाहिँ यस्तो छ फेरि योबाट गयो भने चाहिँ छिट्टो पुग्छ नि त त्यसले गर्दाखेरिलाई चाहिँ अर्को रोडबाट गयो भने चाहिँ बेसी टाइम लाग्छ नि त अन्त आज चाहिँ सुबह सुबह ठन्डा ठन्डा पनि छ त्यही भएर आज फेरि गाडी नै छैन बाटोमा पनि सुनसान भइदिरहेको छ हामी चाहिँ यताबाट निस्केको नि त यताबाट निस्क्यो भने छिटो हुन्छ नभए त्यो डल्लै हिँड्नुपर्छ नि त त्यताबाट चाहिँ हो अन्त यताबाट गयो भने चाहिँ आधी बाटो छुट्टिन्छ छोटो हुन्छ रिनक बजार चाहिँ आइपुग्यो हो आज म ज्ञानी भएर फुटपाथबाट हिँडिरहेको छु नियमको पालना गरेर नभए चाहिँ म यहाँ रोडदेखि हिँड्थेँ नि त फिलिली हो अन्त आज चाहिँ अब यो बाटो किन नहिँड्नु भनेर हिँडेको नि त्यत्रो दुःख गरेर बनाइदिएको छ हाम्रो लागि अन्त है त्यो आज म ज्ञानी भएर हो नियमको पालन नगरेर यो फुटपाथको बाटो हिँडिरहेको छु रोडदेखि भने फेरि रोड पनि त फेरि आधी मात्रै छ आधी चाहिँ माटोको बाटो मात्रै छ अब चाहिँ बजार पुग्यो भन्दा हुन्छ है एक टर्निङ खाली छ 2 टर्निङ खाली छ यहाँ हस्पिटल हो त्यसको बादमा आउँछ बजार हामी चाहिँ फाइनली बजार आइपुग्यो अब हामी यहाँबाट यस्तो सिधै जानुपर्ने हुन्छ हो 7 बजी आउनु भन्थ्यो 7 बज्यो ठ्याक्कै यो चाहिँ पोस्ट अफिस छ आज यस्तो बिहान हामी बजार आएछ हो बजार डल्लै बन्द छ हामी मात्रै रहेछौँ अलिक जानकारी ल भनेको चाहिँ हामी खासमा चाहिँ यताबाट बजारदेखि आउँछ बजार आउँदाखेरि चाहिँ देखिँदा आज चाहिँ हामी अब अलिक के भन्नु राम्रो लगाएर काम भएको छ त्यस्तो बेसी नभनौँ हामी फाइनल स्टेसन आइपुग्यो आँखामा के पछि यार फेरि मेरो हामी चाहिँ यहाँदेखि हिँडेको कालिम्पोङ आज दोकान डल्लै बन्द छ नि यति छिटो रहेछ आज त
एमआइडिसी चेकपोस्ट अब यहाँदेखि उता चाहिँ बङ्गाल अब हामी सिक्किम क्रस गऱ्यो अब उता चाहिँ वेस्ट बेङ्गल हेलो नमस्कार अब चाहिँ यहाँ वेस्ट बेङ्गलमा इन्ट्री भयो यो वेस्ट बेङ्गलको चेकपोस्ट यस्तो भएको छ नि अन्त कस्तो मजा आउँथ्यो छ चिप्पेदुङ आइपुग्यो बजार खुलेको छैन रहेछ गर्दाखेरि प्याक भएको कसै सोचाइ पऱ्यो पनि अब कसरी आउनु यो ग्राउन्डमा थियो त है बल्ल बजार खोल्ने छैन कति जग्गा खुलै छैन है हामी चाहिँ फाइनली सिके चोक आइसक्यो हो अब बजार आउनु लाग्यो तर हामी बिहान नै कारणले गर्दाखेरि चाहिँ हो दोकानहरू डल्लै बन्द रहेछ चाहिँ हो कालिम्पोङको डम्बर चोक यहाँको घडी छ कि छैन बिग्रेको कन्डिसन होइन अब चाहिँ हामी स्ट्यान्ड गएको फाइनली हामी स्ट्यान्ड आइपुग्यो अब हामी झर्नुपर्ने हुन्छ हामी चाहिँ अहिले खाजा खान लागेको हो बजारमा किनभने आज हामी बिहानै आएको नि त खाजा त किन आएको हो अन्त यहाँ आएर चाहिँ खाजा खाइदिन लागेको त्यहाँबाट चाहिँ हामी हाटतिर जाने कति बजी ठ्याक्कै 9 बजी छ हो 9:30 मात्रै खुल्छ त बजारहरू चाहिँ भन्नाले हाटमा चाहिँ आजको हटिया बिहिबारे आइसक्यो हो पुरी सब्जी हामी चाहिँ खाजा खाएर पनि निस्किँदैछु हो अब यसैले हेरेर अब फुलहरू हेर न पक्रिका यो चाहिँ हाम्रो सामान किन्नु थियो कि यहाँसम्म आएको खासमा चाहिँ फुलहरू नयाँ नयाँ आएको रहेछ दादाकोमा पनि यो चाहिँ बोर्ड कस्तो हुन्छ होला है यसमा लाउने होइन बुगीमा दादा यो हेर न यो 300 रहेछ हो ए मोन्स्टर कस्तो देखेको थियो भनेर अब मोन्स्टर दामी दामी आएको रहेछ अब म रोज हेर न सकुलेन्ट मेरोमा त फुल्नु लागिरहेछ बास यो यस्तो बुकीहरू रहेछ त्यो कतिको त सँग है यो पनि किन्यो हो पानी किन्नुपर्छ ल सामान पायो हो अब सामान पनि लिइसक्यो अब हामी तल जाने हाट घरतिर
चिरनी हेर न यहाँबाट सुरु हुन्छ है बजार चाहिँ कालिम्पोङको बोन्साई पनि छ र कस्तो मजा मजा रहेछ माटो धरि यसो हेर न बजार लाग्ने स्टार्ट हुँदै रहेछ हेर आमामा चिरनीको भेट हेर न सोमा आन्टी गुड मर्निङ आन्टीको दोकान यहाँ छ अघि आउनु भएको ए मैले सोमा आन्टी भनेको हजुर गुड मर्निङ बेबिका दिदी जति हुनुहुन्छ तपाईँको फेसको मात्रै हेर्दै नि त हो आज चाहिँ अन्त त्यही भएर आइदिएको रिनकबाट भर्खर आइदिएको माथि गइकिन हो बजार लाग्दैन रहेछ अन्त म र यो चाहिँ कति छ यो चाहिँ हेर्नु चाहिँ यो छैन नानु है 70 अहिले आउँछु ल पटा गएर कस्तो दाइनो रहेछ है अस्तिको यसो लाफिङ आयो भने मिलाइदिएछ फुलहरू अर्किड सोधौँ ल यस्तो चाहिँ बजारहरू चाहिँ हो भक्क लाग्नु सुरु हुँदै रहेछ उयो पनि रहेछ के यसलाई के भन्छ त्यो तरुरा हुन्छ नि के भन्छ नाम छैन बजार सुरु हुँदैछ भक्क खुल्दै रहेछ हो सागहरू पनि कट्रो सिमटार पनि रहेछ बस्तीको ओरिजिन पनि रहेछ ए चटपटे क्या होइन छ उपर पाएको थियो ट्यालेन्टहरू र यहाँ बस्तीकोहरू मात्रै पाउँछ डल्लै हो यहाँ मैले कहाँ देखेको थिएँ अर्किडहरू यो पल्लोमा रहेछ हौ यहाँ हेर कोदो यहाँ त्यस्तो त अन्त यहाँ मोमोहरू हो यहाँ छ एजेलियाहरू छ यसो ल यहाँ पनि छ यहाँ चाहिँ एजेलियाहरू चाहिँ एजेलिया कसरी छ बाजे हो एजेलिया कसरी छ यो चाहिँ 300 ए ठुलो छ है ल्याएको छ नि त यो चाहिँ कति हो 150 हो अन्त होइन अरू पनि लान्छु नि त हजुर यो जिरेनियम यिनीहरू तपाईँको 130 अब हेर न कलर पनि कस्तो खतरा है यो रेड पनि मानेको जस्तो है यो त कति छ यो चाहिँ यो कसको दोकान फेरि ए यहाँ चाहिँ इन्ट्रो मात्रै छ है इन्ट्रो हजुर सिलगढीमा त 3000 भनिहाल्छ फेरि यत्रो पनि त्यता त पर्दैन त यो चाहिँ घर भएको यो चाहिँ मुन होला है मुन चाहिँ यस्तो दुलो एक भएको भेट भएको होइन त्यो मुन भन्ने हुन्छ यसमा दुईटा हुन्छ हाफ मुन भन्ने हुन्छ हाफ मुन तपाईँको एकपट्टिको ग्रिन एकपट्टिको छैन यो चाहिँ दादा यो त उयो चाहिँ मसेरा हो ड्रेस भेरिकेटेड हो कम्ती भेरिकेटेड यो चाहिँ हाम्रो घरमा यस्तो छ मसेरा 1000 सम्म पाइहाल्छ हेर हेर्नुहोस् न आमा जेरेनियम चाहिँ हाइब्रिड चाहिँ मेरोमा छ तपाईँको जुनै भन्छ सकुलेन्ट त है यो त घरमा अघि छ उयो रहेछ योहरू होइन उपरहरू मासुको पर्छ त अन्त होइन रोटी कसरी छ ए गरिदिनुहोस् न लैजाउँ ल घर लाने गरी आन्टी बिजी हुनुहुन्छ रोटी बनाउनु रोटी बन्दैछ झोला पो छैन है तर बेकारसम्म लाग्छ होला नि त है हामी चाहिँ फर्स्ट टाइम आयो कि यहाँनिर हजुर हजुर अहिले मान्छे घुम्नु गएर होला कि पहिला बाहिर गएको त्यो लागि स्कुल लागेपछि चाहिँ अलिक हजुर एकदम बेसी हुन्छ एरियाहरू चाहिँ राम्रो छ
यहाँ डरै लाग्छ होला है भरे त उनीहरू घुम्न आएछ त्यसले गर्दा चाहिँ कम्ती लाग्यो। अनि गयो ल थ्याङ्क यू हुन्छ अब यहाँनिर के छ बजारै लागिसक्नु त हुँदैन है 9 बजीतिर लाग्छ होइन 9:30 भन्दै होइन We came early in the morning, no? So that's why. ए डल्लै मासु मात्रै रहेछ हौ घरमा म भेज हो नि त क्या बोला तूने एक पहले क्या बोला चल चल चलो यो चाहिँ मासुको लागि Please. त्यहाँ हेर न ओ भाइ यो कतिको भयो? म चाहिँ मासु किन्दै गरेको कसरी रहेछ माथि सेम छ है रिनकमै थियो रिनकमा त्यहाँ हेर न कति हाल्नु रे? यहाँ हेर न यहाँ हेर न बजार मजार लागिसकेको छैन जस्तो डल्लै खाली रहेछ हामी पो छिटो आएछौँ यहाँनिर चाहिँ बस्तीको चाहिँ सब कुछ मिल्छ नि त अन्डादेखि लिएर हो बिहिबारे हाटमा चाहिँ तर हामी चाहिँ छिटो आइपुगेछौँ दोकानहरू लागिसकेको छैन रहेछ भर्खर भर्खर स्टार्ट हुँदै रहेछ उयो त्यो तिम्रो उयो पनि रहेछ तितो लाफिङ हुन्छ ए गरिदिनुहोस् न अब हेर न फम्बी म त फम्बी त यहाँनिर लाफिङ भन्दैछ यसै बनाउनुपर्छ लाफिङ चाहिँ लाफिङ ए हुन्छ ओ यो चाहिँ भेज यहाँ चाहिँ टुपिक है ल गिरलाई दुइटा खोला यो चाहिँ भेज म खाँदिनँ मेरो यहाँ नन भेज यो चाहिँ फम्बी हो अन्त यहाँनिर थुक्पा रहेछ यो चाहिँ मेरो चिकन लाफिङ अब के खानु ए ल ल अब के खानु अगाडि अब जाउँ अगाडि कता फुलहरू आइन्छ त्यो ठुलो चाहिँ 200 यो 200 यो कतिको 800 रुपियाँ हो ए लिनु भएको छ 150 अरे 150 ए 200 है यो पनि वाइट हो कि डिफ्रेन्ट हो यो क्रिम कलर हो यो चाहिँ प्योर व्हाइट हो ए हेर न कस्तो दामी दामी हो अन्त यो रोजौँ है यो प्याक गरिदिनुहोस् न आज फर्स्ट टाइम सोमा आन्टीकोमै तपाईँको म पुरै हेर्छु कि भिडियोहरू चाहिँ यहाँ लाग्छ थाहा थियो कि अन्त आज आइदिइहालेको नि रिनकबाट हजुर यो चाहिँ घरमा छ है यो चाहिँ घरमा छ हुन्छ नि है हजुर फेसबुकमा चाहिँ हुन्छ यसरी कि मलाई चाहिँ पर्सनली भेटेर चाहिँ कति चिन्दिनु अब हामीहरू बुझ्नु याद पनि बिर्सिहाल्छ हजुर हजुर कामले यो त खै के फिडलले के भन्छ होला है यो फिडल लिफ यसलाई यो हाम्रो छ है यो के भन्छ होला है यो त उयो हो मनी प्लान्ट जस्तो यो पनि तर उयसकै हो भेराइटी तपाईँकोमा त बहुत छ कलेक्सन है यसको कति होला पिङ्क भनौँ न है हाम्रो पनि उमार्छ हुन्छ प्याकिङ दामी भएछ यस्तो हुन्छ है यो चाहिँ क्यालेन्जी किनेको सोमा आन्टीकोमा सोमा सुब्बाकोमा यहाँ आइसकेको छ फुलहरू त हेर यो चाहिँ जिरो नेको त भेराइटी छ भनेपछि त ओ के यहीँ छोडौँ चिने रहेछ मुर्गी पनि छोडेको है है हामीले चाहिँ यस्तो खालको कलर किनेको चाहिँ भेरिगेटमा छ अन्त यो रेडमा छ हो यो क्यालेन्चो छ क्यालेन्चो यहाँ लगाउँछ है कालिम्पोङ माथि सानो पुऱ्याइदिउँ नि त्यहाँबाट उसले चाहिँ यस्तो सौदा किनेको छ उसले चाहिँ मासु खानेकुरा मात्रै किन्छ हो रोटीहरू किन्छ यो चाहिँ यस्तो हुन्छ सपिङहरू चाहिँ हो
मेरो कन्डिसन चाहिँ हो दामी दामी फुल पाएको छ आज यस्तो हतियारहरू पाउँछ यहाँ चाहिँ अब चाहिँ हामी निस्केको हाटबाट हो यहाँ चाहिँ तल सिलगढीको फुलहरू रहेछ पेन्जीहरू हेर न पेन्जीहरू रहेछ यहाँ त उँधोको मात्रै फुल रहेछ यहाँ अब चाहिँ हामी स्ट्यान्डतिर गएको बजार खोल्नु डल्लै बाँकी छ चाहिँ यो जग्गालाई चाहिँ सिके चोक भन्छ है कालिम्पोङको हामीले चाहिँ हाम्रो सामान यहाँ राखिरहेको छ हो यो पनि देखाउँ अब बजार डुल्ने छिन् यस्तो छ बजारको नजारा चाहिँ अहिले चाहिँ बजार खोलिँदैछ हो यहाँ माथि चर्च सेवारो आइपुगेछ हाम्रो बहिनी भेट्नु अन्त उसले नबताएको ऊ चाहिँ हाम्रो कालिम्पोङको ऊ चाहिँ हाम्रो पार्टनर है सुख दुःखको लड्ने पार्टनर लड्ने पार्टनरलाई स्पेसल यहाँनिर अर्नाले पनि उठाउँदैछ है ऊ चाहिँ कराते खेलाडी है ऊ चाहिँ हाम्रो कालिम्पोङको बहिनी ऊ इन्डियाको फ्ल्याग भएको लुगा लगाएको रहेछ अब कलकत्ता जाँदो रहेछ हो अम्बो मारो मुझे मारो मारो मुझे मारो मारो नहीं ये मजाक हो रहा है एक सेकंड यार मजाक यति गर्नु पर्यो है ऊ पनि जान्दैछ हामीलाई चाहिँ बहिनीहरू भेट्न आएको थियो अन्त फेरि हामी चाहिँ पुऱ्याउनु जाँदै गरेको अरू न भागेर आएछ भनेर लाँदै गरेको पुऱ्याउनु अर्नालाई हामीले लाँदैछौँ ऊ बहिनी पनि भागेर आएछ हो ऊ त भाग्यो अर्लाई पनि सायद पनि भगाएर ल्याएछ हो इन्डियाको यहाँ छ इन्डियाको प्लेयर चाहिँ को चाहिँ यहाँ चाहिँ कालिम्पोङको चाहिँ कुनै बय र अर्नाको हँसा खतरा छ फेरि बुढो रहेछ नि नभए त म सेकिदिन्थेँ नि ढाका लाग्यो नि दीदी वाह दीदी दीदी वाह दीदी 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 माया पनि थियो भने यसो अनुहारको बुढो रहेछ र मात्रै बाँच्यो नि मास नि पापाले फेरि कहाँ कुदेछ अरू न सेलिँदै पाएन ए जो नयाँ मान्छे छ कराउँदैन नि त हामीसित अन्त हामी पुरा अब खोलो अर्नाको बाटो जस्तो खोला छ नि हो बहिनी त्यसलाई कति नहोला हाम्रो अर्नाहरू जाँदैछ हामी अर्नालाई पुराबाट फर्केको भाइ अर्ना जाँदै गरेको पार्क यहाँ कति रहेछ बजारहरू रहेछ उयो भित्र बस्दा हुँदैछ त है खेमीले कस्तो मजा मजा कलर रहेछ है हेर न A few moments later. अब चाहिँ हामी पार्कदेखि निस्केको हो गाडी चाहिँ 1 बजी जान्छ भनिदियो नि त त्यही भएर चाहिँ हामी चाहिँ सबै काम पनि गरिसक्यो हो सौदा पनि गरिसक्यो अन्त के गर्नु भनेर चाहिँ भित्र बसेको नि त हो अब चाहिँ हामी निस्किने किनभने 1 बज्न लाग्यो नि त अब ठ्याक्कै त्यहाँ जाँदाखेरि 1 पनि बज्छ हो अन्त यहाँबाट हामी निस्किने जाउँ हामी चाहिँ अरुणालाई पुऱ्याएर हो पार्क डुलेर पनि अब चाहिँ स्ट्यान्ड आइसक्यो अब चाहिँ हामी घर जाने किनभने 1 बजी गाडी हिँड्छ नि त अब चाहिँ फाइनली निस्किनु लागेको हामीहरू के को कालिम्पोङदेखि हामी तलबाट आएको है पुरा ड्याममा त पछाडि पनि फुलै पुग्छ हो होइन फाइनली हामी चाहिँ आइपुग्यो रिनोको अन्त अब चाहिँ अर्को गाडीमा जानु पर्ने हुन्छ घरसम्म चाहिँ हाम्रो सामान बेच्छ नि त अबको त चटपटी के चाहिँ खबर के चाहिँ
साग डल्लै खायो क्या ए बजारमै छैन फाइनली हामी चाहिँ घर आइपुग्यो अब घर आएर चाहिँ अघि ल्याएको फुलहरू पनि हुन्छ नि त त्यही भएर अब म फुलहरू पनि रेडी हुँदैछु अन्त आजलाई मेरो भ्लग यति नै फेरि पनि नेक्स्ट भिडियोमा भेट्छु भन्दै आजलाई बाई बाई